हेलो हेलो साथीहरू, मेरो फर्स्ट मिनट ब्लगमा हजुरहरूलाई स्वागत छ। म आज चाहिँ स्किन केयर गर्दैछु। फर्स्ट टाइम कोरियन क्रिमहरू लाएर हेर्दै गर्नुहोला हजुरहरूलाई कस्तो लाग्छ। मैले फर्स्टमा क्लिजिङ चाहिँ गरिसकेँ। अब टोनरको पालो टोनर लाउँदैछु। कहिले गरेको स्किन केयर चाहिँ गरेको छैन। आज फर्स्ट टाइममा सेरम लगाइसकेँ। फेरि भिडियो क्याप्चरै भएन कि त्यही भएर हेर्दैछु। मुखमा पुरै लगाइरहेको छु, मसाज गरिरहेको छु। कस्तो राम्रो लाग्ने क्या आफूलाई स्किन केयर गरेपछि। फेरि अल्छी लाग्ने स्किन केयर गर्नै छ भने त्यही भएर आज फर्स्ट टाइम गरिरहेको छु। कस्तो देख्यो हजुरहरू भन्नुहोला। यस्तो भएको छ। अनि त्यसपछि अब लोसनको पालो आउँछ। त्यसपछि लोसन लाउने हो। घाँटीहरूमा नि लाउँदैछु। के लगाऊँ भन्ने सोचिरहेको छु, तर लोसन लगाउँछु है सेरम पछि चाहिँ मैले। तर कसरी लाउनुपर्छ भन्ने चाहिँ थाहा छैन। म चाहिँ यस्तै लगाइरहेको छु। अनि त्यसपछि लोसन पनि लाउँछु। यस्तो भएको छ लोसन लगाइसकेको स्मुथ यस्तो भएको छ स्मुथिङ फेस चाहिँ राम्रो देखिने कि आफैलाई कस्तो राम्रो लाग्ने। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ भन्नुहोला। म नि फर्स्ट टाइम ट्राई गरिरहेको छु। पछि राम्रो छ भने हजुरहरूलाई नि भन्छु। यो चाहिँ कोरियन क्रिमहरू हो, कोरियाबाट आएको। त्यही भएर यसो केयर गर्नु पर्यो कि भन्ने सोचिरहेको छु। अनि मान्छेहरूले त्यो घाँटीहरूमा कानहरूमा नि लाउनुपर्छ भनेर सुनेको थिएँ। त्यही भएर लाउँदैछु म नि घाँटीहरूमा। फेसमा पुरै मसाज गरिरहेको छु। यस्तो भएको छ हजुरहरूलाई देखाउँदैछु। तर आजभोलि पिम्पल चाहिँ अलि हटेको छ मेरो। दागहरू मात्र छ अलिअलि। म सुकाउँदैछु फेरि 1-2 सेकेन्ड ड्राई गर्नलाई फेसमा। अनि त्यही भएर फेरि आयो क्रिमको पालो।